होइन विदेशमा बाटो ल्याएको तुबेको पनि साथीले पठाइदिएको यहाँ तुबे हेलो गाइस नमस्ते तुबेको भाइ तुबे सक्लाई यो खाना यो चाहिँ हामीले 500 मा किनेको दुबईबाट लिएर आएको हो। यो चाहिँ त्यहाँबाट हामीले अर्डर गरेर लिएर आएको अनि तुबेको पनि साथीले यहाँ आएको पठाएको मलाई दिएको। यो चाहिँ हामी टेस्ट गर्न लागेको छौँ। के भन्नु सबै निलो भएको हरि हरियो यहाँ चाहिँ यहाँ भित्र चक्लेट भित्र चाहिँ यहाँ घाँस हालेको चक्लेट भित्र चाहिँ यहाँ हरियो घाँस हालेको रहेछ। 12 बजे चक्लेटी फ्लेभर तर भित्र चाहिँ घाँसै घाँस हरियो घाँस। यहाँ हाम्रो कोठामा चिज फ्रिजमा छैन त्यही भएर यहाँ तपाईँ निलो भयो ल अब खानु। अब हामीले चाहिँ यो चक्लेट चाहिँ खानुपर्ने हुन्छ। कसो ताक्ने मिठो कि नमिठो हेर्नु ताक्ने हेर्नु है। फर्स्ट बाइट खाए ल पहिले खाएको थियो पहिले भटक मैले खाएको पहिले यहाँ काम खाएको थियो त्यो भेट्ने पहिले भटक यो चाहिँ खाइन नछु यहाँ त्यहाँ यो हरियो भनेको सेवाई यो हरियो सेवाई हो क्या सेवाई मैले सोचेको घाँस यस्तो हरियै छ है गाईहरू खाने। अब यो हरियो भनेको सेवाई होइन हरियो होइन यो हरियो भनेको यो लगाउने मिसाएर यो भनेको क्या के हो खाँदैन खाँदैन हेर ओखल होइन अङ्कल काट्छु नमिठो नमिठो किचिङ किचिङ भएको फेरि खाए ल सेकेन्ड बाइट एकदम मिठो छ। यहाँ काटपिट भट्टा दुबईमा मिठो छ। यस्तो गरेको सुनाएको ब्लगमा के भन्ने कस्तो छ मिठो छ ठिकै। त्यो चाहिँ हिजो लिएर आएको हामीले भर्खर तर हिजो हामीले खोलिनौँ अनि आज चाहिँ हामीले खोल्यौँ अनि खोलेर चाहिँ अहिले आदिबाट चाहिँ हामीले यहाँ भिडियो बनाउँछौँ भनेर सोचेर चाहिँ यहाँ खोलिसक्यौँ। हामीले यहाँ छ चक्लेट हिजोको हामी यहाँ पहिलोपटक ब्लग गरेको बाइट खाए ल भन्ने त फर्स्ट बाइट खाए ल हजुरहरू पनि ट्राई गर्नु सक्नुहुन्छ खाए ल ल खानु सबै खानु इट्स टेस्ट गुड लिटिल गुड। You can get it from the Raj. ल अब लाग्छ सक्यो अब यति अलिकति आज खाइसक्ने ल थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू प्लिज मेरो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ल थ्याङ्क यू धन्यवाद बाई।